हेलो डे टाउनलाई सियो मेरो भमिटिङ रोकिने भएन आज पनि अलि 2-3 पटकै भयो सो आई वाज फिलिङ टु विक सो हस्बेन्डले चाहिँ आएर मलाई कागती पानी बनाएर राखिदिनु भयो अनि म चाहिँ अलि उठेर फ्रेस भएर पानी खाँदै थिएँ गर्मीले होला पिम्पल पनि आइरहेको छ अलि केयर गर्दा पनि अब गर्न छोड्यो भने कति आउने हो थाहा भएन हेर्नु न यो रुममा सबभन्दा मेसी टेबल भनेको यो हो मैले मिलाउँछ भनेर कति सोचेको थिएँ आज बट आई विल ट्राई अनि त्यसपछि म बसेँ मिलाउने सुरुमै मैले 1 रुपियाँको कइन भेटाएँ मैले यो चाहिँ पसल जाँदा मैले चाहिँ युज गर्थेँ म जान छोडेँ यो यति चाहिँ हो योभन्दा धेरै थियो है कइनहरू चाहिँ सुरुमै आयो मेरो पेपरहरू हस्पिटलको बिलहरू पेपरहरू मैले सबै सेभ गरेर राखेको छु अरू टिकटकहरूमा पनि देखेको थिएँ राख्नुपर्छ यताउता भनेर सो वाइ नट है मैले नि सेभ गरेर राखेको छु अनि यो त म स्क्यानिङ रिभ्यूहरू भयो हस्पिटलबाट दिएको कुराहरू पनि मैले छुट्टै फाइलहरूमा सेभ गरेर राखेको छु कुन बेला के चाहिन्छ है थाहा हुँदैन आफूलाई त्यही भएर मैले चाहिँ सबै एकदमै फाइलमा मिलाएर राखेको थिएँ अलिक तर मेसी पारा थियो कि त्यसपछि चाहिँ यो चाहिँ एडभर्टाइज बनाऊँ कि अब पढ्न जान्ने र बुझ्नेलाई चाहिँ यो एकदम युजफुल हुन्छ है यो चाहिँ स्याक्सुबाट मकरान्दोबाट दिँदा रहेछन् यो पनि मैले एकदमै सेभ गरेर राखेको छु पछिलाई ड्युरिङ भन्दा पनि आफ्टर प्रेग्नेन्सी चाहिँ यो चाहिँ युजफुल हुँदो रहेछ धेरै कुराहरू सिक्न हुन्छ थाहा नभएको कुराहरू हेर्न हुन्छ है यहाँको सिस्टममा यो चाहिँ मलाई एकदमै मन परेको है न्यू मम्सको लागि अनि यो सबैहरू एक ठाउँमा मैले प्याक गरिदिएँ अनि त्यसपछि आयो हाम्रो डकुमेन्टहरू सबै डकुमेन्टहरू पनि मिलाएर राखिदिएँ मैले खोजेको बेला भेटियोस् भनेर डकुमेन्टहरू राखेँ अनि आई हेभ फाउन्ड दिस स्मल पिगी ब्याङ्क है यो चाहिँ हस्बेन्डले आफै किनेर लिएर अब यसमा चाहिँ पैसा जम्मा राख्नुपर्छ है भनेर उहाँले लिएर आएर उहाँले हाल्न थाल्नुभयो हो अनि हेर्नु न यस्तो मेसी थियो मैले यतिको क्लिन गराएँ एन्ड द्याट्स इट फर टुडे बाई